मैले यसको ब्यागमा भएको मोबाइल लुकाउनु पर्छ, नभए यसले दर्शकवृन्द, अब भूपेन्द्र र जेरीको पापको भैतो फुट्ने समय आएको छ। बुन्टीको भेषमा आएकी सुकुमायाले उनीहरूको सबै काला करतुतको बलियो प्रमाण जुटाएकी छिन्। भूपेन्द्र र जेरी एक अर्काको अङ्गालोमा बाँधिएको फोटो र भिडियो आफ्नै आँखाले खिचेपछि सुकुमायाले उनीहरूलाई कडा चेतावनी दिएकी छिन्। तिमीहरूलाई म कुनै पनि हालतमा छोड्दिन, हेर्दै गर, तिमीहरूलाई रोडमा पुर्याउँछु भन्दै सुकुमायाले भूपेन्द्र र जेरीलाई यस्तो झट्का दिएकी छिन् कि उनीहरूको होस हवास नै उडेको छ। त्यसपछि जेरी र भूपेन्द्र डरले थरथर काँप्दै हामीलाई माफ गरिदेऊ, रोडमा नपुर्याऊ भन्दै बिन्ती गर्न थालेका छन्। तर यसपटक सुकुमाया कुनै हालतमा पछि हट्ने अवस्थामा छैनन्। दर्शकवृन्द, अब सुकुमायाको एउटै लक्ष्य छ, बुन्टीलाई न्याय दिलाउने। उनले स्पष्ट शब्दमा भनेकी छिन् कि अब चाँडोभन्दा चाँडो बुन्टी र भूपेन्द्रको डिभोर्स गराएर बुन्टीले पाउने सम्पूर्ण अधिकार दिलाइनेछ। यति मात्र होइन, बुन्टीको जीवनमा सबैका लागि खुसी फर्काउन उसलाई प्राणभन्दा बढी माया गर्ने भद्रसँग विवाह गराइदिनुपर्छ भन्ने सोच पनि सुकुमायाले व्यक्त गरेकी छिन्। उता भूपेन्द्रको परिवारमा भने ठूलो भुइँचालो भएको छ। बुन्टीले सम्पूर्ण सम्पत्तिमा रोक्का लगाएपछि बालकुमारी, भीम र श्रेया निकै आत्तिएका छन्। उनीहरू कुनै पनि हालतमा बुन्टीलाई सम्पत्ति दिनु नहुने भन्दै योजना बनाइरहेका छन्। तर बुन्टीका ससुराले भने सबैलाई सम्झाउँदै बुन्टीमाथि धेरै अन्याय भएको छ, अब उसले पाउनुपर्ने अधिकार दिनै पर्छ भन्दै आफ्नो परिवारलाई सचेत गराएका छन्। दर्शकवृन्द, यता भद्रले भने फेरि एकपटक आफ्नो साँचो माया प्रमाणित गरेका छन्। बुन्टी हराएकी खबर सुनेपछि उनी निकै चिन्तित बनेका छन्। भद्रको त्यस्तो साँचो माया देखेर टोक्लेको मन पनि निकै खुसी भएको छ। अब टोक्लेले आफ्नी बहिनी बुन्टीलाई त्यो पापी भूपेन्द्रबाट छुटकारा दिलाएर भद्रसँग विवाह गराइदिने सपना देख्न थालेका छन्। उता जेरीले भने भूपेन्द्रलाई कुनै चिन्ता नलिन भन्दै चाँडै विवाह गर्न दबाब दिइरहेकी छिन्। पहिला हाम्रो विवाह हुनुपर्छ, त्यसपछि म सबै ऋण तिरिदिन्छु भन्दै जेरीले आफ्नो स्वार्थी रूप पनि देखाएकी छिन्। भूपेन्द्र पनि जेरीको मायामा अन्धो बन्दै गइरहेका छन्। तर उनीहरूलाई के थाहा, उनीहरूको सबै राज अब सुकुमायाको हातमा परिसकेको छ। दर्शकवृन्द, अब आउने भाग झन धमाकेदार हुने देखिएको छ। के अदालतमा बुन्टीले डिभोर्स पेपरमा साइन गर्लिन् त? के भूपेन्द्र र जेरीको विवाह हुनु अगाडि नै उनीहरू ठूलो कानूनी समस्यामा फस्लान्? के बुन्टीले अन्ततः आफ्नो सबै अधिकार पाउने छिन्? अनि के भद्र र बुन्टीको विवाह हुनेछ? यी सबै प्रश्नको उत्तर आउँदो भागमा थाहा हुनेछ। तपाईलाई के लाग्छ, बुन्टीले अब भूपेन्द्रलाई कडा सजाय दिनुपर्छ कि माफ गरिदिनुपर्छ? आफ्नो विचार कमेन्टमा बुन्टी लेखेर अवश्य बताउनुहोला। बुन्टी सिरियलको अर्को धमाकेदार भागको प्रतीक्षामा रहनुहोस्। धन्यवाद।